हेलो गाइज नमस्ते। यो चाहिँ मेरो गाउँ हो, मेरो घर हो, दोलखा सैलुङ सुरी 6 नम्बरबाट हो। हाम्रो गाउँको आलुहरू चाहिँ एकदम बबाल हरियो भइरहेछ, एकदम फल्नलाई एकदम तयार अवस्थामा छ गाइज। म भूकम्पमा बनेको घर हो, माथिको यो स्मार्टको टावर हो, तर बन्द अवस्थामा छ, सञ्चालन भएको छैन। मेरो घर चाहिँ यही हो, बाबुआमा बस्ने घर चाहिँ यही हो गाइज। यो ठुलो रङ्गिन होला जस्तो लाग्ला बनाएको। मेरो घर चाहिँ यही हो, हेर्नु होला गाइज। एकदम रमाइलो छ मेरो घर, यही हो। यो चाहिँ हाम्रो हिकी भन्छ यहाँको। मेरो घर चाहिँ यही हो। त्यहाँनिर मेरो बुढी आमा बाउ सबैजना छ गाइज, हेर्नु होला। घरको बाख्राहरू पाठा बोकाहरू त्यहाँ माथि पनि छ दुईटा, एकदम राम्रो छ, हेर्नु होला। घरको अवस्था चाहिँ यस्तो भइरहेछ। बुढो भएको बाबुआमा बस्छन् यहाँनिर। मेन रोड हो है हाम्रो गाई चाहिँ। अगाडि सदरमुखा चरीकोट गौरी शङ्कर त्यहाँ देखिरहेछ, एकदम मधुरो छ, हुसिया लगाइरहेछ। माथि कालिङचोक ल है गाइज, हाम्रो काठमाडौँ जाने बस चाहिँ आइसकेको अवस्था हो। अब हिजो घर आयो, आज फेरि काठमाडौँ फर्किनु पर्ने अवस्था छ। के गर्नु, गाह्रो छ। गाउँको हरियाली आलु सालु एकदम